नमस्कार आदरणीय दर्शक मित्रहरू, यहाँहरूलाई फेरि पनि हामीहरूको युट्युब च्यानलमा स्वागत छ। र आज हजुरहरू समक्ष हामीहरूले प्रत्येक दिन बिहानको समयमा धर्म, संस्कार, संस्कृति अन्तर्गत कस्तो किसिमबाट दिनचर्याहरू बिताउनु पर्दछ, धर्मशास्त्रले के कुराहरू गरिरहेका छन्, आयुर्वेद शास्त्रले योग शास्त्र अनुसार के कस्ता कुराहरू हामीहरूले प्रत्येक दिन प्रातःकालीन सत्रमा गर्दाखेरि हामीहरूको दिनचर्या अत्यधिक ऊर्जाशील, ऊर्जावान, सकारात्मक सोच विचारको साथमा हामीहरू अगाडि बढ्न सकिन्छ। यसको बारेमा सम्पूर्ण जानकारी लिएर हजुरहरू सामुन्ने उपस्थित रहेको छु। कृपया हजुरहरू नयाँ हुनुहुन्छ भने हाम्रो च्यानललाई सब्स्क्राइब गरिदिन नभुलिदिनुहोला। हामीहरूले दिन अत्यधिक राम्रो बनाउनु छ भने प्रातःकालीन सत्रलाई अत्यधिक राम्रो बनाउनु पर्दछ। अत्यधिक पोजिटिभ एनर्जीको साथमा हामीहरूले प्रातःकालीन सत्रको समय बिताउनु पर्दछ। त्यो भयो भने दिन नै अत्यधिक राम्रो बितिदिन्छ। त्यसैले बिहानको समयमा के गर्ने त, सर्वप्रथम शास्त्रले के बताइरहेका छन् यसको बारेमा चर्चा गर्न गइरहेको छु। शास्त्रीय नियम अनुसार प्रातःकालीन सत्र भनेको अत्यधिक ऊर्जावान, तेजस्वी, धार्मिक क्षेत्रले पनि प्रातःकालीन समय भनेको, ब्रह्म मुहुर्तको समय भनेको अत्यधिक पोजिटिभ समय भनेर बताइएको छ। यति बेलाको अवस्थामा हामीहरूले आफ्नो शरीरभित्र भएको जो चेतनाको शक्ति छ त्यसलाई जागृति गर्ने समय हो। त्यो जागृति गर्ने समयमा हामीहरू शयन गर्दछौँ भने त्यहाँ हामीहरूभित्र रहेको चेतना जागृति हुँदैन। त्यसैले गर्दाखेरि हामीभित्र रहेको जो ज्योतिर्मय चिज, जो तत्त्व छ, जसलाई हामीहरूले आत्मा भन्दछौँ, जसलाई हामीहरूले जगाउने किसिमको काम हामीहरूले प्रातःकालीन सत्रमा नै गर्नुपर्ने हुन्छ। त्यसको लागि हामी प्रातःकालीन समयमा सबैभन्दा पहिला त बिस्तारा छोड्नु पर्यो। जुन समय ब्रह्म मुहुर्तको समय छ, ब्रह्म मुहुर्तको समयमा नै हामीहरूले यी सबै चक्रहरूलाई खुलाउने किसिमको कामहरू गर्न सक्दछौँ। त्यसैले बिस्तारा छोड्नु पर्यो ब्रह्म मुहुर्तमा। ब्रह्म मुहुर्त भनेको हजुरहरूलाई थाहा छँदैछ, बिहानको करिब अहिलेको समयअनुसार सूर्योदयभन्दा 1 घन्टा पहिलाको अवस्थामा भनेको अहिलेको अवस्थामा 4:10 तिरको अवस्थामा हामीहरूले बिस्तारा छोडिसक्नु पर्यो। 4 बजेदेखि लिएर 4:15 को बिचमा बिस्तारा छोड्नु पर्यो। ब्रह्म मुहुर्तमा उठ्नाले हामीहरूलाई के हुन्छ, मानसिक रूपमा, शारीरिक रूपमा आत्मिक शुद्धि, यी कुराहरू प्राप्ति हुन्छन्। शारीरिक शुद्धि, मानसिक शुद्धि र आत्मिक शुद्धि, चेतना, ऊर्जाको विकासका कामहरू यो समयमा हुन्छन्। त्यसैले त्यो समयमा बिस्तारा छोड्नु पर्यो। र हामीहरूको मन के छ त भन्दाखेरि अत्यधिक चञ्चल छ। चञ्चल मनलाई पनि हामीहरूले शान्त बनाउनु छ। दिनभरि हामीहरूको मन स्थिर छैन, बुद्धि स्थिर छैन भने पनि स्थिर बनाउनलाई, शान्त बनाउनलाई हामीहरू प्रातःकालीन समयमा उठ्नुपर्ने हुन्छ। स्मरण शक्ति वृद्धि गराउनलाई, यदि हजुरहरू विद्यार्थी हुनुहुन्छ, जुनसुकै पनि काम कारोबार गर्दै हुनुहुन्छ भने स्मरण शक्ति वृद्धि गराउनलाई पनि हामीहरू के गर्नुपर्छ त भने प्रातःकालीन सत्रमा नै उठ्नुपर्ने हुन्छ। पहिलो नम्बरमा प्रातःकालीन सत्रमा उठिसकेछन् मन, मस्तिष्क, चेतनाको वृद्धि, शक्ति सञ्चय, चञ्चलतालाई स्थिर बनाउने, शारीरिक शुद्धि, मानसिक शुद्धि, आत्मिक शुद्धि, सबै किसिमका कामहरू हामीहरूको प्रातःकालीन सत्रमा उठ्दाखेरि नै हुन्छन्। त्यसैले हजुरहरू पनि प्रातःकालीन सत्रमा ब्रह्म मुहुर्तको समयमा उठ्ने गर्नुहोस् पहिलो नम्बरमा। दोस्रो नम्बरमा रहेको छ, उठिसके पछाडि हाम्रो आँखा, जसलाई हामीले तेज को दर्शन गर्न सक्दैनौँ, रातभरि शयन गरिरहेका हुन्छौँ, आँखा के हुन्छन्, चिम्म अथवा आँखा जोडिरहेका हुन्छन्। आँखालाई खोल्नु पर्यो। आँखालाई खोल्ने अवस्थामा आनन्दले हजुरले हातलाई रगड्नुहोस्, यो हातको तातो पन्ता आँखामा लगाउनुहोस्। यो गर्दाखेरि आँखा, तेजले युक्त भएका आँखा हामीहरूले खोल्न सकिन्छ। किनकि हामीभित्र, आँखाभित्र तेज हुन्छ। हामीहरूको हातको जो स्पर्श गरेर आएको जो तेज छ, तेजलाई आँखामा लगाएर आँखा खोलियो भने हजुरको शक्ति सम्मिश्रण हुन्छ।
आँखाभित्र पनि तेज र हातको घर्षणद्वारा उत्पन्न भएको तेजलाई मिलाएर आँखा खोल्यौँ भने हामीहरूको शक्तिको मिलन हुन्छ। शक्तिको मिलन भइसकेपछि दिनभरिका कामहरू पनि हामीहरूको राम्रो किसिमबाट व्यतीत हुन्छ। अर्को नम्बरमा रहेको छ धार्मिक अनुसार हातको दर्शन गर्ने कुराहरू बताइएका छन्। धर्मशास्त्रले बिहानको समयमा हातको दर्शन गर्नु अत्यधिक राम्रो भनेर बताएको छ। हातको दर्शन गर्नुपर्दछ। के भनेर दर्शन गर्ने? कराग्रे वसति लक्ष्मी करमध्ये सरस्वती करमूले तु गोविन्दः प्रभाते कर दर्शनम। हातको दर्शन गर्ने, तत्पश्चात हातलाई यसो नमस्कार गरेर हामीहरू अगाडि बढ्ने। हातको दर्शन गर्नाले के हुन्छ त भन्दाखेरि हामीहरूको हातमा सम्पूर्ण देवी देवताको वास हामीहरूको हातमा छन्। लक्ष्मी, सरस्वती, गोविन्द भगवानको हामीहरूले हातमा नै दर्शन गर्यौँ भने यी हातहरूद्वारा नै दिनभरि हामीहरूले कर्म गर्ने गर्दछौँ। दिनभरि गरेका कर्महरू सफलता हुन्छन्। कर्म सफलता गराउनको लागि हातको जति भूमिका ठुलो छ, मनस्थितिको पनि त्यति नै भूमिका छ। पहिलो नम्बरमा मनस्थिति ठिक, दोस्रो नम्बरमा हातहरू ठिक। यी दुईटा चिजहरू ठिक भइसके पछाडि हामीहरूका कर्महरू अत्यधिक राम्रा हुन्छन्। तेस्रो नम्बरमा पृथ्वी माता। हामीहरूले दिनभरि के गर्दछौँ? विभिन्न किसिमका यात्राहरू गर्दछौँ। पृथ्वीमा हामीहरूले स्पर्श गर्दछौँ। पृथ्वी मातालाई भार भइदिइरहेको हुनसक्दछ हाम्रो यो शरीरले टेकेर। त्यसैले पृथ्वी माताको हामीहरूले के गर्नुपर्दछ भन्दाखेरि धर्मशास्त्र अनुसार प्रार्थना गर्नुपर्ने हुन्छ। पृथ्वी मातालाई हाम्रो शिरले ढो गर्ने र बस भन्ने, समुद्र वसने देवी पर्वतस्तनमण्डिते तनमण्डले विष्णुपत्नी नमस्तुभ्यं पादस्पर्शम क्षमस्व मे भनेर पृथ्वी माताको हामीहरूले वन्दना गर्नुपर्दछ। सकिन्छ भने शिरले भुइँको ढो गर्नुपर्दछ, शिरलाई भूमिमा वन्दना गर्नुपर्दछ। यो गर्दाखेरि के हुन्छ त भन्दाखेरि हामीहरूले पृथ्वी मातालाई क्षमा याचना गर्यौँ भने हामीहरू जति पनि यात्राहरू गर्दछौँ ती यात्राहरूबाट पूर्ण सफलताका कामहरू हामीहरूका हुन सक्दछन्। यात्रा गरेर सफलता प्राप्ति गर्नु छ भने हामीहरूले पृथ्वी माताको वन्दना गर्नुपर्दछ। किन त दिनभरि हामीहरू पृथ्वीमा नै टेकेर जति पनि कामहरू गर्दछौँ, यात्राहरू गर्दछौँ, ती कामहरू यात्राहरू सफलता प्राप्ति गराउनलाई पृथ्वीमा नै हामीहरूले वन्दना गर्नुपर्ने हुन्छ। अर्को नम्बरमा बिहानको समयमा हाम्रो शरीरलाई पनि शुद्धि राख्नुपर्ने हुन्छ। शरीरलाई शुद्धि राख्नको लागि पृथ्वी माताको वन्दना गरेर हजुर उठिसक्नुहुन्छ, त्यस पछाडि जलपान गर्ने। बिहानको समयमा शास्त्रले पनि के भन्दछन् भने बिहानको समयमा खाली पेटमा मनतातो पानीहरू पिउनु पर्दछ। आयुर्वेदले पनि तिनै कुराहरूलाई गर्दछन्। आयुर्वेदले पनि प्रातःकालीन समयमा मनतातो पानीहरू पिउनु पर्दछ। रातभरि जुन हाम्रो जठराग्नि जागृत भइरहेको हुन्छ हामीहरूले चिसो पिउँदाखेरि जठराग्नि निस्तेज बनिदिन्छ। त्यसैले गर्दाखेरि जठराग्निलाई ऊर्जा समान बनाउनको लागि मनतातो पानीहरू पिउनु पर्ने कुराहरू रहन्छ। ताजा पानी पिउनुस्, हल्का तताएर पिउनुस्। यसले के हुन्छ त हजुरको भित्रको एनर्जीलाई ठिक ठाउँमा ल्याउन मद्दत गर्दछ। त्यस पछाडि हामीहरू शौच, स्नान आदि कर्महरू गर्ने कुराहरू छन्। शौच, स्नान, पवित्रता आदिका कुराहरू रहन्छन्। यसलाई हामीहरूले बाथरुम आदिमा, तलाउ आदिमा, गङ्गा आदिमा गएर स्नान गर्नुपर्दछ। स्नान गर्ने अवस्थामा हामीहरूले सम्झिनु पर्यो गङ्गे च यमुने चैव गोदावरी सरस्वती नर्मदे सिन्धु कावेरी जलेस्मिन् सन्निधिं कुरुः। गङ्गा, यमुना, गोदावरी, सरस्वती, नर्मदा, सिन्धु, कालेश, कावेरी यी सम्पूर्ण नदीको जल मैले यो धाराबाट झर्दै राखेको जललाई सम्झेर मैले स्नान गर्दैछु भन्ने यो भावले हामीहरूले स्नान गर्नु पर्यो। स्नान सकिसकेपछि हामीले तनको शुद्धि सक्यौँ, शरीरको शुद्धि सक्यौँ। शरीरको शुद्धि भइसके पछाडि हामीहरूले मनको शुद्धि गर्नुपर्ने हुन्छ। मनको शुद्धि गर्नको लागि हामीहरूले प्रत्येक दिन जुन ब्रह्म गायत्री छ, ब्रह्म गायत्रीलाई जप गर्ने।
जुन हजुरहरूको उपनयन संस्कार अथवा जनेऊ संस्कार व्रतबन्ध संस्कार गर्दाखेरि जुन गायत्री मन्त्र प्राप्त गरिसकेका छौँ जेन्ट्सहरूले भने लेडिजहरूले विवाह पश्चात जुन गायत्री मन्त्र श्रवण गरेका छौँ त्यो गायत्री मन्त्र करिब हामीहरूले 15-20 मिनट उपासना गर्ने, त्यो मन्त्रको जप गर्ने, मौन धारण गर्ने, त्यो गायत्री मन्त्र जपिन्जेल ध्यानमा बसेर आनन्दले त्यो गायत्री मन्त्रको जप गर्ने। त्यसको साथमा त्यो गर्नाले के हुन्छ त भन्दाखेरि अत्यधिक मन स्थिर हुन्छ, सकारात्मक ऊर्जा हामीहरू भित्रको जुन शक्ति छ त्यसलाई जागृति गराउने किसिमका कामहरू त्यो मन्त्रहरू जप गर्नाले हुन्छ। त्यस पछाडि हामीहरू पूजा पाठ भगवानका विग्रहहरू घरमा राखिराखेका छौँ भने मन्त्र जप पश्चात मन्त्रहरू गानको साथमा भगवानको पूजा आराधना गर्ने। यदि मन्त्रहरू गान गर्न हजुरहरू असक्षम हुनुहुन्छ, ज्ञान प्राप्ति छैन भने हजुरहरूले भजन सुन्दै भगवानका स्तोत्रहरू श्रवण गर्दै भगवानको पूजा गर्न सक्नुहुन्छ। भगवानको पूजा सकिसके पश्चात अब केही समय योगाभ्यास गर्नुपर्दछ। योग सूत्र अन्तर्गत रहेर विभिन्न किसिमका योगका आसनहरू बताइएका छन्। ती आसनहरू हामीहरूले बिस्तारै बिस्तारै गर्ने। जस्तै सूर्य नमस्कारका कुराहरू हुन्छन्। सूर्य नमस्कारका 12वटा आसनहरू छन्, पद्मासनहरू छन्, वज्रासनहरू छन्। ती सबै किसिमका आसनहरू गर्नुपर्दछ। आसनहरूको साथमा सूर्यका यी 12वटा नामलाई पनि हामीहरूले लिँदै लिँदै यी आसनहरू गर्यौं भने हाम्रो यो शरीरलाई फुर्तिलो राख्ने किसिमका कर्महरू रहन्छन्। त्यसैले आसनहरू अत्यधिक गर्नुपर्दछ। आसनहरू गरिसके पश्चात हामीहरू अझै धेरै पूजामा मन लगाइरहेका छौँ भने कसैले गीताहरूको पाठ गर्ने सोच बनाइराख्नु भएको छ, गरिराख्नु भएको छ नि गीताहरूको पाठ गर्नुहोस्। कसैले रामायणहरू, हनुमान चालिसाहरू, श्रीमद् भागवत महापुराणहरू, सप्तशती स्तोत्रहरू, रुद्राभिषेकहरू, यी यस्ता किसिमका ग्रन्थहरूको पाठ पारायण गर्नुभएको छ भने यी पाठ पारायण पनि गर्न सक्नुहुन्छ। यदि हजुरहरूको समय मिलिरहेको छ भने पाठ पारायण पनि गर्न सक्नुहुन्छ। यी गर्दाखेरि हामीहरूलाई अत्यधिक मात्रामा के हुन्छ त भन्दाखेरि सकारात्मक ऊर्जा प्राप्ति हुन्छन्। सकारात्मक ऊर्जा प्राप्ति भइसके पश्चात हामीहरू भित्र भएको नराम्रा चिजहरू बिस्तारै बिस्तारै समाप्ति हुँदै जान्छन् र हामीहरू भित्र सकारात्मक ऊर्जाको प्रभुत्व धेरै भइदिएको कारणले गर्दाखेरि मन पनि के हुन्छ, स्थिर हुन्छ, चञ्चल हुँदैन। आत्माको शुद्धि पनि भइदिन्छ। यी सबै किसिमका कर्महरू मन जब स्थिर हुन्छ आत्माको शुद्धि हुनलाई गाह्रो छैन। शरीरको शुद्धि पनि हामीहरू प्रातःकालीन सत्रमा उठ्यौं, स्नान आदि कर्म गर्यौं भने शरीरको शुद्धि पनि हुन्छ र शरीर स्वस्थता हामीहरूले योगासनहरू गर्यौं भने शरीरको स्वस्थता पनि प्राप्ति गर्न सकिन्छ, निरोगी पनि बन्न सकिन्छ। त्यसैले हामीहरूले प्रत्येक दिन के गर्ने त म फेरि पनि हजुरहरूलाई बताउन गइराखेँ। ब्रह्म मुहुर्तमा उठ्ने, हातको दर्शनहरू गर्ने, भूमिको वन्दना गर्ने, जलपान गर्ने, स्नान आदि कर्महरू गर्ने। स्नान आदि कर्म गरे पश्चात ब्रह्म गायत्री जप गर्ने, पूजा आराधना गर्ने, सूर्यलाई जल चढाउने, सूर्य नमस्कार योगा आदि गर्ने। यी सबै चिजहरू गर्दाखेरि के हुन्छ त भन्दाखेरि सात्विक भाव प्राप्ति हुन्छ। सात्विक भावले नै हामीहरूलाई सबै चिजहरू प्राप्ति गराउन सक्दछन्। यी सात्विक भावले युक्त भएर हामीहरूले दिनभरि कर्म गर्दछौँ भने ती कामहरू पनि सफलता भइदिन्छन्। यस्तो किसिमबाट दिनचर्या बिताइयो भने हजुरका रोकिरहेका कर्महरू पनि सफलता हुन्छन्, रोकिरहेको भाग्य पनि बिस्तारै खुल्दै जान्छ। दर्शक मित्रहरू, हामीहरूले यो जानकारी त हजुरहरूलाई दियौं। हजुरहरूले यी जानकारी अनुसार के कति कर्महरू गरिराख्नु भएको छ,
यी जानकारी अनुसार यदि हजुरहरूले 2-4 महिनासम्म पनि कर्म गर्नुहोस्, हजुरको अवश्य पनि दिनचर्या, मन, मस्तिष्क, शारीरिक, आत्मिक सम्पूर्ण शुद्धि प्राप्ति हुन्छन्। यी कर्महरू गरेर दिनहरू अगाडि बढाउनुहोला। गरिराख्नु भएको छ अथवा छैन यसको बारेमा पनि जानकारी दिनुहोला। कहाँबाट बसेर हेर्नु भएको छ, आफू बसेर हेर्नु भएको यो भिडियो कहाँसम्म पुगिरहेको छ, आफू बसेर हेरिराख्नु भएको ठाउँ कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुन्छ। र कुनै जिज्ञासाहरू छन्, सोध्न मन लागेको कुराहरू केही छन् भने पनि कमेन्ट बक्समा राख्न सक्नुहुनेछ। जानकारी मन पर्छ भने कृपया हाम्रो च्यानललाई सब्स्क्राइब गरिदिनु होला, लाइक कमेन्ट गर्न नभुलिदिनु होला भन्दै आज हजुरहरू सामुन्यबाट म ज्योतिष गुरु मेघनाथ रेग्मी बिदा हुन चाहन्छु। हस्त नमस्कार, शुभ दिन।